रूपन्देही जिल्ला प्रहरीको स्वामित्वमा जिल्ला प्रहरी सहित भारतीय प्रहरीको संयुक्त टोलीले 453 जना नेपालीहरूलाई भारतको गोरखपुर कुशीनगरबाट उद्धार गरेको छ। उनीहरू 453 जना नेपालीहरू रहेको खुलासा भएको छ। मिडिया सामाजिक सञ्जालहरूमा भाइरल हुँदै आइरहेछ। सो स्थानमा छापा हानी उहाँहरूलाई बन्धक बनाएर राखिएको 453 जना सम्पूर्ण नेपालीहरूलाई बन्धक बनाएर राखिएको अवस्थामा सूचना मिलेको र सो क्षेत्रलाई भारतीय प्रहरीले छापा हानी नेपालका प्रहरी गएर उहाँहरूलाई उद्धार गरिएको छ। कमसेकम 8वटा भारतका बसहरूमा ल्याएर नेपालको रूपन्देही जिल्ला प्रशासनमा ल्याइएको छ। बसमै बन्धक बनाउने नेपाली एजेन्टहरू पनि ल्याइएको छ। तिनीहरूलाई अनलाइनबाटै बिजनेस व्यापार गराएर पैसा असुली गरेर उहाँहरूलाई लैजाने र प्रबलनमा देखाएर लैजाने र काम नदिएपछि उहाँहरूलाई काम नदिइकन उहाँहरूलाई बन्धक बनाएर विभिन्न टर्चर दिई उनीहरूका मोबाइलहरू राखेर उहाँलाई सम्पर्क बिनमा राखेर बन्धक बनाइएको भन्ने सूचना थाहा पाइसकेपछि नेपाल भारत प्रहरी र को संयुक्त टोलीले छापा हानेर सो स्थान कुशीनगर भारतको उत्तर प्रदेशको गोरखनगर कुशीनगरमा गएर ल्याएका हुन्। हिजो यो घटना अब अहिले छानबिन हुने प्रक्रिया भइरहेछ र सम्पूर्ण यो नेपालीहरूलाई उद्धार गर्नुभएकोमा भारत पुलिस र नेपाल प्रहरीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आइन्दादेखि सबैजनाहरू सचेत रहनु होला। यो भिडियोबाट तपाईँहरूले सिक्नुभयो होला कि अनलाइनबाट ठगी धन्दा, अनलाइनबाट तपाईँहरूलाई राम्रो बिजनेस, राम्रो नोकरी लगाइदिने, राम्रो तपाईँलाई गर्ने भनेर जुन लोभ लालच देखाएर फसाएर इन्डियामा लगेर धेरै जसोलाई बन्धक बनाएर कुटपिट गर्ने, हत्या गरिदिने जस्ता क्रियाकलापहरू विगतमा भइराखेका धेरै हामीले घटनाहरू सुनेका छौँ। त्यसै कारण यो घटनामा जो पनि हुनुहुन्छ उहाँलाई बन्धक बनाउने दोषीहरू उहाँलाई कडाभन्दा कडा कारवाही गरेर नेपाल सरकारले र नेपाल प्रशासनले जसरी भए पनि उहाँलाई कडाभन्दा कडा कारवाही गरियोस् र उद्धार गर्नुभएका सम्पूर्णलाई क्षतिपूर्तिसहित उहाँको सुव्यवस्थासहित उहाँको घर परिवारसम्म पुग्ने व्यवस्था गरिदियोस् नेपाल सरकारले। म यही भन्न चाहन्छु र तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ सेयर गर्नुहोला, सम्पूर्ण नेपालीहरूमाझ पुर्याइदिनु होला र एक मिठो कमेन्ट पनि छोडिदिनु होला। धन्यवाद। जय नेपाल।